एउटा नवजातको लागि उसको संसार भनेकै उसको आमा हुन्छ। पंच जो भाइरल बाँदर हो, जब पंचको जन्म भयो, जन्म भएकै क्षण उसलाई त्यागियो। पंचको कथा केवल एउटा बाँदरको कथा मात्र होइन, यो त मानिसहरूको कथा पनि हो। तिरस्कार हाम्रो जीवनमा हामीले कहिले न कहिले महसुस गरेका हुन्छौँ। तपाईँलाई तिरस्कार महसुस भएको छ भने पंचको कथालाई सम्झनुहोस् र अगाडि बढ्नुहोस्। कहिलेकाहीँ जीवनको सबैभन्दा गहिरो संवेगहरू शब्दमा होइन, त्यागिएको क्षणमा देखिन्छन्। नमस्कार, स्पन्दन विथ भाषा मनदेखि मनसम्म तपाईँलाई तपाईँकै अनुभूतिको संसारमा स्वागत छ। आजको प्रसङ्ग पंचको कथाको। पंच जो भाइरल बाँदर हो, जब पंचको जन्म भयो, जन्म भएकै क्षण उसलाई त्यागियो उसको आमाबाट, उसको झुन्डबाट। एउटा नवजातको लागि उसको संसार भनेकै उसको आमा हुन्छ, उसको परिवार र उसको झुन्ड हुन्छ। त्यो नवजातलाई सायदै अरू केही कुरा बुझ्न वा महसुस गर्न सक्ने क्षमताको थियो, सिवाय आमाको न्यानोपन, स्पर्श र एउटा सुरक्षितपनको। तर त्यही समूहले उसलाई त्याग्यो, अस्वीकार गर्यो। आमाले छोडी झुमले टाढा धकेल्यो। एउटा सानो जीवनको लागि त्यो क्षण कस्तो भयो होला, बयान गर्नलाई त्यो जीवसँग न शब्द नै छ, न बुझाउन सक्ने क्षमता नै। तर एक किसिमको पीडा भने हुन्छ। मानिसमा जस्तै जनावरको नवजातमा पनि एक्लोपन र असुरक्षाको भाग हुन्छ। त्यो सानो पंच कति अलमलमा पर्यो होला, केही बुझ्न पनि सकिरहेको थिएन वा बुझ्न खोजिरहेको थियो। मानिस हो स्वजनाको बच्चा, संवेदनात्मकको अनुभूति र प्रक्रिया एउटै हुन्छ। एउटा एडनको जस्तो कम्प्लेक्स अनुभूति, म त्यागिए भन्ने गहिरो चोट होइन, तर शक्तिशाली आधारभूत संवेदनात्मक प्रणाली भने हुन्छ। उनीहरूमा पनि डिस्ट्रेस, डिस्कम्फोर्ट र एक किसिमको सेपरेसन एन्जाइटी जस्तो प्रारम्भिक रियाक्सनहरू हुन्छ। म त्यागिएको क्षण कसैको लागि सबैभन्दा गहिरो चोट बन्न सक्थ्यो। तर कथा यहाँ समाप्त हुँदैन। कथाको अर्को भाग पनि छ, स्वीकारिएको भाग। एक्लोपन, चोट र तिरस्कारले मन त दुखाउन सक्छ, तर त्यहीबाट पनि जीवन अघि बढ्न सक्छ। पीडाले सम्भावनाहरूलाई सधैँ अन्त्य गर्दैन। जीवन जिउने क्रममा वा जीवनको कुनै भागमा हामीले पनि त्यस्तै क्षण वा अवस्था भोग्न सक्छौँ वा भोगेका हुन्छौँ, जसमा हामी आफ्नो मानिसहरू, आफ्नो आफन्तहरू वा साथी सङ्गीहरूबाट तिरस्कृत भएको हुन सक्छौँ र त्यागिएको त्यो क्षण हामीलाई आफ्नो जीवन नै अन्त्य भए जस्तो लाग्छ। त्यही जीवनको अर्को पाटोमा नयाँ सम्भावनाहरू र नयाँ अवसरहरू पनि हुन्छन्। त्यही क्षणबाट सुरु हुन्छ अर्को यात्रा, स्वीकार्यतर्फको यात्रा। पंचको कथा केवल एउटा बाँदरको कथा मात्र होइन, यो त मानिसहरूको कथा पनि हो। यदि अहिले पंचले थाहा पाउन सक्ने भए ऊ पृथ्वीको सबैभन्दा प्रिय प्राणी भएको छ, लाखौँ लाख मानिसको मनमा ऊ बसेको छ, अब पंच एक्लो छैन। उसको कथा केवल उसको मात्र रहेन, मानिसहरूको करुणा, संवेदनशीलता र जिम्मेवारीको कथा पनि हो। उसलाई सुरक्षा गर्ने, उसको हेरचाहमा खटिएका मानिसहरूको सह-अनुभूति, संवेदनशीलता, माया र तत्परताको कथा हो, जसले गर्दा पंचको कथा संसारभरि फैलिएको छ। त्यागिएको एउटा सानो जीवलाई संरक्षण र आधार मिलेको छ। तिरस्कार हाम्रो जीवनमा हामीले कहिले न कहिले महसुस गरेका हुन्छौँ।
त्यो कहिलेकाहीँ आफ्नो आफन्त, परिवार वा साथीभाइहरूबाट हुन सक्छ वा आफ्नो प्रोफेसनल सर्कलबाट हुन सक्छ। त्यस्तो अनुभूतिले मनमा असुरक्षा, तनाव र एक्लोपन थपेको हुन सक्छ र हामीलाई विचलित बनाएको हुन सक्छ। त्यति बेला सम्झिनु पर्ने कुरा भनेको तिरस्कार कहिलेकाहीँ हाम्रो आफ्नो वास्तविक ठाउँ खोज्ने यात्राको सुरुवात पनि हुन सक्छ। सम्भावनाहरूको अन्त्य कहिले हुँदैन। एउटा ढोका बन्द भयो भने अथवा धेरै ढोकाहरू खुल्छन्। पन्सले त त्यो यात्रा तय गर्यो त्यागिएको अवस्थाबाट स्वीकार्नेको तर्फ। यदि आज तपाईँलाई तिरस्कार महसुस भएको छ भने पन्सको कथालाई सम्झनुहोस् र अगाडि बढ्नुहोस्। स्पन्दटिभ भाषा मनदेखि मनसम्ममा आजलाई यति नै। लाइक, शेयर, सब्सक्राइब र कमेन्ट गर्नुहोला। अर्को एपिसोडमा फेरि भेटौँला। हस्त नमस्कार।